हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। म आज तपाईहरुलाई चाहिँ पोको लाइटको बारेमा केही कुराहरु हजुरहरुले बुझ्नु भएको छैन भने त्यही यस भिडियो बनाएको छु। र यो पोको लाइट चाहिँ हजुरहरुले कसरी चलाउने र यसको बारेमा तपाईहरुलाई केही पनि जानकारी छैन भने तपाईहरुको लागि यो मेरो भिडियो रहेको छ। र यो पोको लाइटमा कसरी आफ्नो ट्याक्सहरु कम्प्लिट गर्ने र एजेन्सी जोइन गर्दा के हुन्छ र एजेन्सी जोइन गरेमा हजुरलाई के बेनिफिट हुन्छ भन्ने बारेमा म सिकाउन गइरहेको छु। र तपाईहरु यो एप्स चाहिँ खास गरी चाहिँ लेडिजहरुको लागि रहेको छ र यसमा चाहिँ ट्याक्सहरु पनि लेडिजहरुको लागि नै प्राय जसो राखेको हुन्छ है। र यहाँनिर तपाईहरु नयाँ युजर हुनुहुन्छ भने आज आइडी क्रिएट गरेर आउनु भएको छ भने तपाईहरुलाई यसको बारेमा केही पनि थाहा छैन भने तपाईहरुलाई म यस भिडियोमा सिकाउन गइरहेको छु। र यदि तपाई नयाँ हुनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकनलाई पनि क्लिक गर्नुहोस्। र तपाईहरुलाई म अब यो एप्सहरु कसरी चलाउने भन्ने बारेमा सिकाउन गइरहेको छु। र तपाईहरुले चाहिँ के गर्नुपर्ने हुन्छ भने तपाईहरुले त आफ्नो रिवार्डमा गएर पनि त्यो ट्याक्सहरु चेक गर्न सक्नुहुन्छ। र तपाईहरुले चाहिँ नयाँ युजर हुनुहुन्छ भने 2 आवर फेसलाई बस्नु पर्ने हुन्छ र 2 आवर तपाईले फेसलाई बस्नु भयो भने 20 के पोइन्ट आउँछ। त्यो 20 के पोइन्ट हजुरले रिसिभ गर्नको लागि चाहिँ रिवार्डमा गएर तपाईको त्यो ट्यामहरु कम्प्लिट भएको छ भने त्यहाँ रिसिभ अप्सन आउँछ र त्यहाँ रिसिभमा क्लिक गर्नुहोस्। र तपाईहरुले चाहिँ प्राय जसो लेडिजहरुले चाहिँ के गर्नुहुन्छ भने फेसलाई बस्ने बेला चाहिँ त्यो फेसलाई चाहिँ बिगाड्नुहुन्छ है। फेसलाई बिगाड्नु भयो भने तपाईको के हुन्छ भने 20 के 2 आवरको 20 के पोइन्ट आउने ठाउँमा चाहिँ 1 के मात्र आउने हुन्छ है। र त्यो चाहिँ नबिगाड्नको लागि तपाईले के गर्नुपर्छ भने तपाईहरु जसरी नै अब फेसलाइभहरु बसिरहेको बेला आफ्नो फेसहरु देखाउनु पर्छ र तपाईहरु अब फेसलाई बसिरहेको टाइममा चाहिँ क्यामेराहरु लाइभहरु छोडेर यताउति नजाने र नानी बाबुहरुको फेसहरु नदेखाउने गर्नुभयो भने चाहिँ हजुरले पनिशमेन्ट पाउनुहुन्न है। अनि हजुरले पनिशमेन्ट पाउनु भएन भने हजुरको त्यो रिवार्ड गर्दैन अनि हजुरको चाहिँ 1 आवरको 10 के आउने भयो, 2 आवरको 20 के आउने हुन्छ। र तपाईहरुको चाहिँ अब फेसलाई बसेर चाहिँ एकदम केयर गरेर बस्नु होला र तपाई स्लाइभहरु बसेर पनि रिवार्डहरु कलेक्ट गर्न सक्नुहुन्छ। र तपाईहरुले पार्टी लाइफको क्राउन सिटमा पनि 1 आवर 2 आवर बसेर तपाईहरुले त्यहाँबाट रिवार्डहरु रिसिभ गर्न सक्नुहुन्छ। हजुरहरु नयाँ युजर हुनुहुन्छ भने चाहिँ 2 आवर के बस्नु पर्ने हुन्छ र हजुरहरु पुरानो युजर हुनुहुन्छ भने फेसलाइभको 1 के मात्र आउँछ भने चाहिँ 1 आवर मात्र बस्नु पर्ने हुन्छ है। अनि हजुरहरुको चाहिँ क्राउन सिट भने चाहिँ नम्बर 2 सिटलाई, नम्बर 3 सिटलाई र नम्बर 4 सिटलाई क्राउन सिट भन्छ। यो सिट चाहिँ कहाँनेरि हुन्छ भन्ने हजुरहरुको पार्टी लाइभमा हुन्छ है। कसैले पार्टी लाइभ खोलेर बस्नु भएको छ भने उहाँहरुको लाइभमा गएर नम्बर 2 सिट अथवा नम्बर 3 अथवा नम्बर 4 यो तीनटा मध्ये कुनै एउटा सिटमा 1 आवर बस्नु भयो भने हजुरकोले चाहिँ टाइम कम्प्लिट हुन्छ र तपाईहरुले त्यो रिवार्डहरु रिसिभ गर्न सक्नुहुन्छ। त्यो रिवार्ड रिसिभ गर्नको लागि चाहिँ हजुरले 200 पोइन्टको गिफ्टहरु पाउनु पर्ने हुन्छ र तपाईहरुले चाहिँ एजेन्सी जोइन गर्नु भयो भने चाहिँ त्यो रिवार्डहरु मजाले रिसिभ गर्न सक्नुहुन्छ। र तपाईहरुले चाहिँ एजेन्सी जोइन गर्नु भयो भने हजुरलाई के फाइदा हुन्छ भने तपाईहरुको चाहिँ के हुन्छ भने राम्रो एजेन्सीमा हजुर जोइन हुनु भएको छ भने सपोर्टेड एजेन्सीमा जोइन गर्नु भएको छ भने डेली तपाईहरुको त्यो क्राउन सिटको रिवार्डहरु उठाउने पोइन्टहरु एजेन्सीले लगाइदिनु हुन्छ र तपाईहरुलाई वीकली स्यालेरी दिनुहुन्छ। र यदि तपाई पनि मेरो एजेन्सीमा जोइन गर्न चाहनुहुन्छ भने चाहिँ म यहाँनिर मेरो स्क्रिनमा यहाँनिर मेरो एजेन्सी कोड राखिरहेको छु। तपाईहरु त्यो आफ्नो माइ एजेन्सीमा गएर यो कोड राख्न सक्नुहुन्छ। र मैले यो हजुरहरुले चाहिँ के हुन्छ भने राम्रो एजेन्सीमा जोइन गर्नु भएको छ भने चाहिँ वीकली तपाईहरुले सुपर स्यालेरी पाउनुहुन्छ। र त्यो सुपर स्यालेरी हजुरहरुले पाउनको लागि चाहिँ एकदम अनलाइन आउने राम्रोसँग लाइभहरु के बस्दिने आफ्नो लेभलहरु बढाउने गर्नुभयो भने त्यो र्याङ्किङमा हजुरको नाम आयो भने चाहिँ हजुरले त्यो सुपर स्यालेरी रिसिभ गर्नुहुन्छ। र यसै गरी मैले चाहिँ वीकलीमा 20 जनाले सुपर स्यालेरी रिसिभ गर्नु भएको छ है मेरो एजेन्सीबाट चाहिँ। र यदि तपाईहरु पनि अब एजेन्सी जोइन गर्न चाहनुहुन्छ भने यो मेरो कोडलाई लगाएर हजुरको माइ एजेन्सीमा लगेर जोइन गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई मेरो यस भिडियो मन परेको छ भने के कुराहरु हजुरले जान्नुहुन्छ बुझ्नुहुन्छ भने तल कमेन्ट गर्नु। ल यदि हजुरहरु पनि मेरो एजेन्सीमा जोइन गर्न चाहनुहुन्छ भने तपाईहरु सजिलैसँग जोइन गर्न सक्नुहुन्छ है। जोइन गर्नको लागि चाहिँ के गर्नुपर्ने छ भने यो माइ एजेन्सीमा क्लिक गर्नुहोस् र हजुरहरुले माइ एजेन्सीमा क्लिक गर्नुभयो भने तपाईहरुको अगाडि यस्तो इन्टरफेस आउनेछ र यहाँनेरि प्लिज इन्टर एजेन्ट आइडी भन्ने छ। यहाँनेरि एकचोटी क्लिक गर्नुहोस् र त्यो स्क्रिनमा राखेको नम्बरलाई आइडीलाई यहाँनेरि टाइपिङ गर्नुहोस्।
16851181 यो चाहिँ मेरो एजेन्ट आइडी रहेको छ र तपाईहरुले यसरी टाइपिङ गर्नुभयो भने यहाँ तलपट्टि तपाईले देख्न सक्नुहुन्छ प्लिज इन्टर एजेन्ट आइडी हो यहाँ एकचोटी क्लिक गर्नुहोस् र यहाँ कन्फर्मको अप्सन आउने छ र यो कन्फर्ममा क्लिक गर्नुहोस् र हजुरले यसरी नै जोइन गर्न सक्नुहुन्छ र यदि तपाईहरुलाई मेरो यस भिडियो मन परेको छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।